विद्यार्थी भाइ बहिनीहरू, क्लास 10 को ओपिटी म्याथ ट्रिगोनोमेट्री न्यू एडिसन भनेको चाहिँ अब हाम्रो बुक चेन्ज भएको छ। उक्त बुकको चाहिँ मैले यो ट्रिगोनोमेट्रीको सोल्युसन ल्याउने प्रयास गरेको छु। अब सुरुको एक्सर्साइज सल्भ गर्नका लागि चाहिँ हामीलाई यो फर्मुलाहरू एकदम इम्पोर्टेन्ट छ, जुन चाहिँ हामीले 9 क्लासमै पनि पढिसकेका छौँ। ल तपाईँहरूले हेर्न सक्नुहुनेछ, साइन ए प्लस बी भनेको चाहिँ साइन ए कस बी प्लस कस ए साइन बी। त्यस्तै गरी साइन ए माइनस बी भनेको नि तपाईँहरूले स्क्रिनसट गरेर हेर्न सक्नुहुनेछ है त। ल अब म तपाईँहरूलाई एक्सर्साइजतिर लग्छु है त। 1 नम्बरमा चाहिँ मल्टिपल चोइस क्वेसनहरू छ, त्यो त्यस्तो इम्पोर्टेन्टहरू छैन। यहाँ चाहिँ अब प्रमाणित गर भनेर चाहिँ हामीलाई कस 15 डिग्री, साइन 15 डिग्री, 75 डिग्री यस्तो दिएको हुन्छ र यो प्रुफ गर्नका लागि चाहिँ हामीले टेकिङ एलएचएस चाहिँ कस 15 डिग्री छ। अब 15 डिग्रीलाई चाहिँ हामीले त डाइरेक्टली सल्भ गर्न सक्दैनौँ, हामीले प्रुफ यो खालको ल्याउनु छ र त्यसलाई चाहिँ हामीले सोच्नु पर्यो क्या, जस्तै कुन एङ्गल राख्दाखेरि हुन्छ त। यहाँ हेर्नुहोस् त, 45 माइनस 30 डिग्री भनेको 15 डिग्री। अब यो चाहिँ किन गरियो त, यो फर्मेसन किन गरियो भन्दाखेरि हामीले अघि भर्खर लेखेको फर्मुलाइज गर्नका लागि यो फर्मेसन गरियो। ल हेर्नुहोस् तपाईँहरूले, अब हाम्रो सूत्रअनुसार कस 45 कस ए कस बी, अब कसमा चाहिँ माइनस छ भने प्लस हुन्छ, साइन ए साइन बी। तपाईँहरूलाई थाहा छँदैछ, हामीले 9 क्लासदेखि 8 क्लासदेखि पढिरहेछौँ। कस 45 र साइन 45 दुवैको मान 1/√2 हुन्छ। कस 30 भनेको √3/2 अनि साइन 45 भनेको 1/√2, साइन 30 भनेको 1/2। 1/√2 1/√2 चाहिँ मैले यहाँनिर साझा ताने, बाँकी भनेको चाहिँ √3/2 प्लस 1/2 रहेको छ। अनि यहाँनिर चाहिँ मैले एलसिएम 2 लिएपछि √3 प्लस 1 हुन्छ, किनकि यहाँ चाहिँ सिमिलर छ, लाइक टर्म्सहरू छ नि त, त्यही भएर यो मुनिको मल्टिप्लाई हुन्छ, माथिको चाहिँ 1सँग मल्टिप्लाई हुँदा जस्ता त्यस्तै √3 प्लस 1/2 हुन्छ। त्यस्तै गरी 2 को सबै गर्न सकिन्छ। र 3 को एक्सर्साइजमा चाहिँ अब हामीलाई साइन ए बराबरी र कस बी बराबरी दिएको छ र हामीलाई चाहिँ साइन ए प्लस बीको भ्यालु पत्ता लगाऊ भनेको छ। अब साइन ए प्लस बीमा त अब हामीलाई साइन ए को मात्रै भ्यालु दिएको छ, साइन बीको भ्यालु चाहिन्छ। त्यस्तै गरी कस बीको दिएको छ, हामीलाई साइन ए को भ्यालु चाहिन्छ। त्यसकारण हामीले क्लास 9मा पढेको युनिटी फर्मुला साइन स्क्वायर ए प्लस कस स्क्वायर ए इक्वल्स टु 1 हुने त्यो फर्मुलाबाट चाहिँ हामीले यसरी कस ए को भ्यालु निकाल्नु पर्यो। त्यस्तै गरी साइन बीको नि भ्यालु निकाल्ने र हाम्रो चाहिँ फर्मुला अनुसार साइन ए प्लस बीको फर्मुला चाहिँ ट्याक्क साइन ए कस बी प्लस कस ए साइन बी राखेर भ्यालुहरू राखेर एलसिएमहरू लिएर चाहिँ तपाईँहरूले यसरी टक्कसँग गर्न सक्नुहुनेछ। त्यस्तै गरी 4 नम्बर एक्सर्साइजमा चाहिँ हामीलाई प्रमाणित गर्नुहोस् भनेर चाहिँ दिएको छ। अब न्यू एडिसन भएकोले कति क्वेसनहरू चाहिँ मिस्टेक पनि छ, मिस्टेक क्वेसनहरू पनि हामीले सच्याउनुपर्छ। यहाँ चाहिँ हामीलाई साइन ए प्लस बी प्लस साइन ए माइनस बी इक्वल टु साइन ए कस बी चाहिँ प्रुफ गर्नु भनेको रहेछ। एज युजल टेकिङ एलएचएस साइन ए प्लस बी प्लस साइन ए माइनस बी। अब साइन ए प्लस बीको फर्मुला राख्यो अनि प्लस साइन ए माइनस बीको फर्मुला नि राख्यो। यहाँ हेर्नुहोस्, कस ए साइन बी प्लस माइनस चाहिँ अपोजिट साइन भएपछि यिनीहरू चाहिँ क्यान्सल भयो, किनकि लाइक टर्म्स छन्। र बाँकी भनेको चाहिँ साइन ए कस बी प्लस साइन ए कस बी, उस्तै सिमिलर टर्म भयो तर पोजिटिभ साइन भएर यिनीहरू चाहिँ जोडिन्छ, 2 साइन ए कस बी। ल हेर्नु त, हामीले प्रुफ गर्नुपर्ने 2 साइन ए कस बी। ओके, सम्पूर्ण जति पनि मेरो भिडियो हेर्नुहुन्छ तपाईँहरूले चाहिँ सेयर गर्नुहोला। यदि सेयर अनि सब्सक्राइबहरू धेरै बढेको खण्डमा चाहिँ म नियमित रूपमा चाहिँ क्लास 10 को सम्पूर्ण प्रश्नको सोल्युसनहरू, इम्पोर्टेन्ट क्वेसनहरू तपाईँहरूले हालिदिनेछु। थ्याङ्क यू।